लो हेलो रमाइलो भइरहेछ नि एकदम ल यस हाम्रो ह्यान्डसम चाहिँ यता छन् होइन सो घुम्न आइदिएको आज इन्जोय भइरहेछ रमाइलो भइरहेछ टिकट पनि क्या साह्रो महँगो लिएको हो 50 रुपैयाँ पार्कतिर आएको पुरै केटाकेटीको जोडी छ हो यता त हामी मात्रै के हो 4 जना लखर लखर हिँडिरहेको छौँ है गाह्रो छ हामीलाई नै जुराइदियो पर्व एकले भयो यहाँ गर्मी बढिरहेछ यता हाम्रो ह्यान्डसम अर्कै करण मगर चाहिँ यता छैन अनि अर्को उहाँले चाहिँ एकदम अर्को चक्लेटी बाय राजेश बानिया चाहिँ यता छ है हाम्रो प्रिन्स ह्यान्डसम किचे भन्ने ट्याग लाएर केटाहरू चाहिँ मस्त हिँडिरहेको छन् है राम्रो छ थाहा जेस घुम्न लायकको छ 200 रुपैयाँ गाइस 200 रुपैयाँ पुरा धेरै मान्छेहरू घुम्न आइराख्नु भएको छ यहाँ जस फोटोहरू सुट गरिराख्नु भएको छ हाम्रो ह्यान्डसम केटाहरू गोर आइदिरहेको छ पारि फोटो खिच्ने ठाउँमा यहाँ गोरसँगको पच फोटो खिच्न लागिसकेका छन् फोटो खिच्ने के दामी पच है त दामी छ राम्रो छ ठाउँहरू जे घुम्न लायकको छ है साउन्ड आइरहेको छ यहाँ चाहिँ पुरै क्या दामी मस्त ठाउँ छ हौ साथीहरू तपाईँहरू घुम्न मन लागि आउनु होला है दामी छ रातभरि परिसक्यो गाइस दामी पल्स घुम्ने थियो तल गन्छ ए घुम्ने ठाउँ त घुमेर नसकिन्छ नि त केटाहरू चाहिँ ओह्रालो लागिसक्यो है टक्कलाएर घुम्ने भनेर आतुर छन् केटाहरू समुद्र साइड जाने भनेर है कस्तो भइरहेछ इन्जोय छ नि केटा हो एकदम बोपाल बास धेरै दिनपछि आज आनन्द फिल भइरहेको छ हाम्रो केटाहरू के साह्रो दौडेको केटाहरू एक्लै फोटो नखिच है केटाहरू मेरो पनि फोटो खिच्ने हो राम्रो गरौँ न हेर्नुहोस् हाम्रो विश्व सुन्दरीहरू गाइस झमक्की सास पर लाग्यो त हो गाइस कताबाट जाने रे हामी यता नजाने यो ए सरी गलत लोकेसनमा हिँडिरहेको रहेछ भाइ हामी के गरिस् दादा के गरिस् दादा धान पुस्ल राजु भाइको अनि क्यामेराम्यानमा भारत जेठान जस केटाहरूको ड्याङ्की ड्याङ फोटोहरू सुट भइरहेको छ है चित्र पुरै समुद्रहरू छ गाइस दामी छ भ्यू भयो आम्बो के हो यो यति रमाइलो ठाउँ हजुर मेरो
प्यारे राजुभाइलाई दामी एक स्टेप डान्स जस्तो भाइ वाउ भोपाल छ है भाइको डान्स दामी छ ल वाउ ह्यान्डसम छ जस भाइ जस दामी रहेछ थाहा घुम्यो रमाइलो गऱ्यो है भिडियो पनि बनाइयो अब हामी चाहिँ जान लाग्यो है फाइनली गाइस हामी चाहिँ मस्तसँग घुमेर हामी चाहिँ रुम फर्किसक्यौँ है ल